नमस्कार, म सीमा केसी। रोशन केसी भेरिफाइड पेजबाट म एउटा समाचार लिएर आएको छु। यो खबर 2-4 दिन अघिको हो, जब नेपालगञ्जको वाटर पार्कमा फूड फेस्टिभल चलिरहेको थियो। त्यस बखत दुई समूह बीच ग्याङ फाइट भएको थियो। प्रहरीले तत्काल नियन्त्रणमा लिने कोसिस गरेको र कार्यक्रम सञ्चालकका कार्यकर्ताहरूले पनि झगडा रोक्ने प्रयास गरेका थिए। केही जनालाई समात्न सफल भए पनि अरूजना भाग्न सफल भए। समातिएकाहरूमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। यद्यपि उनीहरूको नाम र ठेगाना अझै खुल्न सकेको छैन। अहिलेसम्म प्राप्त जानकारी अनुसार हामीलाई यति नै थाहा भएको हो। हामीले थप जानकारी पाएपछि हजुरहरूलाई जानकारी दिनेछौं। अन्तमा धन्यवाद। हामीलाई तपाईहरूले यसरी नै माया र सपोर्ट गरेर अघि बढ्न मद्दत गर्नुहुनेछ भन्ने आशा गर्दछौं। यो भिडियोलाई धेरैभन्दा धेरै माया, लाइक, कमेन्ट र शेयर गरिदिनुहोला भनेर अनुरोध गर्न चाहन्छौं।